आज हामी गैंडाकोट नगरपालिका वडा नम्बर 18 अन्तर्गत आहाले गाउँसम्मको यात्रा गर्दैछौँ। अहिले भेडाबारी चोकदेखि आलेसम्मको बाटो पूर्ण रूपमा पिच भइसकेको छ र यसै गरी आलेबाट माथि दमार अनि बसेनीसम्म पूर्ण रूपमा पिच अब केही समयमै हुन गइरहेको छ। अहिले दमारदेखि केही माथि तात्रिसोरा भन्ने ठाउँसम्म पूर्ण रूपमा पिच भइसकेको छ। केही भिरालो भूभागहरूमा ढलान र अरू बाँकी भूभागहरूमा पिच भइसकेको छ। बाटो एकदमै राम्रो छ। हामी ससाना गाडीहरू पनि माथि लिएर सजिलै आउन सक्ने अवस्था छ अहिले। यदि तपाईँहरू पनि बिच छुट्टीको दिनमा आफ्नो फ्यामिलीसँग साथीभाइहरू कतै घुम्न जान चाहनुहुन्छ भने आले महेन्द्र राजमार्गबाट एकदमै नजिकको रमणीय गन्तव्य हुनसक्छ। अहिले हामी यतिखेर भोटेखोला आइपुगेका छौँ। अब यो भोटेखोलाको फेदीबाट हामी आलेतर्फको यात्रा गर्न गइरहेका छौँ। रुखका पातहरू केही झरेको देखिए पनि हिजो भएको वर्षाको कारणले गर्दा आज केही शीतल अनुभव भइरहेको छ भने केही हरियाली पनि। यहाँहरू मेरो यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र भिडियो अन्तिमसम्म हेरिदिनुहोला। भेडाबारीदेखि आलेसम्मको यात्रा गर्दाको समयमा सबैभन्दा ठाडो उकालो हो यो। धेरै ढलान भएको हुनाले यसमा कङ्क्रिटको ढलान गरिएको छ। यो एकदमै जोखिमपूर्ण बाटो छ। आफ्नो सवारी साधन चलाउँदा विशेष ध्यान दिएर यस बाटोमा सवारी साधन चलाउँदा दुर्घटना कम हुने सम्भावना हुन्छ। करिब 5 मिनटभन्दा बढीको यात्रा हाम्रो अहिले भोटेखोलाको फेदीबाट भइसकेको छ। बाटो एकदमै सहज हुँदै गइरहेको छ। ठाउँ ठाउँमा हामी कतै ढलान देख्न सक्छौँ भने कतै पूर्ण रूपमा पिच गरिएको देख्न सक्छौँ र वर्षाको कारणले गर्दा गत वर्षको वर्षाको कारणले गर्दा पनि यस सडकमा केही क्षति पुगेको थियो। हामी ठाउँ ठाउँमा देख्न सक्छौँ। कहीँ सडक भाँसिएको, कहीँ नालाहरू चाहिँ भाँसिएको पनि हामी देख्न सक्छौँ। तर समग्रमा भन्नुपर्दाखेरि यो बाटो एकदमै यात्रा गर्नको लागि एकदमै सजिलो र एकदमै सुरक्षित बाटो रहेको छ। सावधानीपूर्वक आफ्नो सवारी साधन लिएर घुम्न आउनेहरूको लागि यो एकदमै रमाइलो गन्तव्य हुनसक्छ। छोटो दूरी अनि एकदमै मनमोहक दृश्यहरूको कारणले गर्दाखेरि पनि आले छुट्टीको समयमा साथीभाइ तथा सम्पूर्ण परिवारको साथमा पनि हामी आउन सक्छौँ। र पछिल्लो समय यो बाटो पिच बनेसँगै यहाँ आउने मान्छेहरूको सङ्ख्यामा पनि एकदमै वृद्धि हुन थालेको छ र बिदाको समयमा हामी धेरैजना यस बाटो हुँदै दमार बसिनीको यात्रा गर्ने गरेको पनि हामी पाउँदैछौँ। अब हामी आलेको एकदमै नजिक आइपुगेका छौँ। यहाँबाट दाहिने साइडतर्फ मुकुन्द सेन दरबार जाने बाटो छ जहाँ हल्का पहिरो जस्तो आएको छ र अब हामी केही समयमा नै आले पुग्दैछौँ। आले सुरु हुँदादेखि नै एकदमै राम्रो बाटो देख्न सक्छौँ हामी। फाइनली हामी आले गाउँ आइपुगेका छौँ। आले गाउँको यो तल्लो भेग हो। बाटो यस्तो रहेको छ।
मलाई यहाँसम्म सकुशल ल्याउने भाइ रमेश भाइ। हेलो हेलो, कस्तो लाग्यो ड्राइभ आलेको बाटोको? बसेनीको तल फेरिसम्म पिच भइसक्यो। यहाँबाट हामी चाहिँ जान्छौँ आले गाउँ, मेन आले गाउँ। यसरी उकालो 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 हुँदै जान्छौँ। नजारा बाटो हो यस्तो भवन बनेको छ। पानी परेको हुनाले मौसम एकदमै खुलेको देखिएको छ। तपाईँहरूलाई मेरो यो भिडियो कस्तो लाग्यो? यदि तपाईँलाई मेरो यो भिडियो मन पर्यो भने कृपया मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु पनि नबिर्सनु होला र भिडियो अन्त्यसम्म हेरिदिनु होला। आज भेडाबारीदेखि आलेसम्मको यात्रा आज भेडाबारीदेखि आलेसम्मको यात्रा मात्रै रह्यो भने अब फेरि निकट भविष्यमा चाँडै नै यहाँबाट दमार बसेनीसम्मको यात्रा पनि म हजुरहरूलाई देखाउनेछु। भिडियो अन्त्यसम्म हेरिदिनु होला। हस्त धन्यवाद।